नमस्ते, गुड मर्निङ। म चाहिँ बाटोमा छु, घाममा छु होइन। घुम्न कहाँ जाला, कहाँ गएको होला भन्नुभयो भने म चाहिँ मेरो भाउजूको माइत जाँदैछु गाइस होइन। तपाईँहरूलाई म बाटोमा देखाउने छु। अनि म चाहिँ बिमारी आमा हुनुहुन्छ, उहाँलाई भेट्न जाँदैछु। अनि को होला भन्दा म तपाईँहरूलाई देखाउने छु है त। उहाँ मेरो भाउजू, अगाडि बहिनी, उहाँ मेरो बहिनी। नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो दिदीको ब्लगमा। कृपया गरेर सब्सक्राइब गरिदिनु न, म अनुरोध गर्दछु होइन। यो चाहिँ बारी, तोरी बारी हो गाइस। हेर्नु न, तोरी कति धेरै फुल खेलिसकेको छ। अनि तिनीहरू चाहिँ टरेल साग खेती। अनि यो के गोलभेडाहरू रोपेको छ। यस्तो ठाउँबाट जाँदैछु गाइस। कुन ठाउँमा भन्नुभयो नि, यो चाहिँ धिताल चोकमा है। मेरो भाउजूको माइती चाहिँ धिताल चोकमा। अनि म चाहिँ यो धिताल चोकमा आएको छु। बाटो यस्तो छ गाइस, हेर्नु न, चिप्लो हो। ओ माइ गॉड, झन्नै लडिन हौ, यस्तो छ हेर्नु न। कति धेरै के बकुल्ला खेतीहरू, सागसब्जी। हेर्नु न, यो चाहिँ कुकुर, कसको कुकुर हो थाहा छैन, घुम्न आइरहेछ हाम्रो पछि। अनि तपाईँलाई म यो साग हेर्नु न, यस्तो दामी साग हो कि, कति राम्रो सागहरू के, कति धेरै साग। अनि अहिले सिजन छ नि त सागको। अब सिजन पनि सिद्धिन लाग्यो होला हो। अब भाउजू हाई गरिदिनु त, हाई गरिदिनु न। तपाईँ कहाँ जाँदै हुनुहुन्छ अरे? अनि माइती भन्नु न होइन। जाँदैछौँ। माइती जाने ठाउँमा चाहिँ बाख्रा पनि छ है, बाख्रा पनि छ। यता बाख्राहरू पनि छ। बाख्रा चाहिएकोमा सम्पर्क गर्नु होला है, कमेन्टमा भन्नु। यस्तो दामी साग छ कि, हेर्नु न, यस्तो दामी सागहरू छ। हेर्नु न, यो साग चाहिँ काँचै खाम जस्तो छ हौ, कति राम्रो साग। हेर्नु न, वाउ, यस्तो राम्रो साग के, यस्तो छ कि साह्रै। हेर्नु न, यस्तो छ कि बाटो, हेर्नु न, साग सब्जी। अनि बाटो यस्तो छ, यो बाँसबारी, यहाँबाट जाँदैछु। त्यो बाजे चाहिँ हनिरहनु भएको रहेछ, सायद के रोप्न होला होइन। चिप्ले लडेर दाँत फुक्ल्यो भने चाहिँ गाह्रो छ हौ। बिग्रा काट्ने, राम्रो मिलाएर हाल्ने गरेर बनाउनु। हेर्नु न, त्यो ठाउँमा कति धेरै साग सब्जी बढी छ कि। हेर्नु न, यो चाहिँ के हो, जौ कि गहुँ के हो क्या, घाँस। यस्तो घाँस हुन्छ गाइस तपाईँहरूको गाउँमा? हेर्नु न, यस्तो छ कि साग। हेर्नु न, यहाँ चाहिँ यस्तो साग छ कि, हेर्नु न, साग कति राम्रो सागहरू, यस्तो सागहरू छ। यो साग चाहिँ खाँदा कस्तो मिठो हुन्छ क्या। हेर्नु न, यस्तो राम्रो साग छ कि। यो चाहिँ घाँस भन्दो रहेछ। हेर्नु न, यस्तो यो गाईले खाने घाँस होला सायद। यो चाहिँ बकुल्ला, हेर्नु न, यहाँ बकुल्ला कति धेरै। अनि म चाहिँ यो बाटोबाट हिँड्दैछु होइन। यस्तो म त फर्स्ट टाइम हिँडेको हो यो ठाउँमा चाहिँ, यो बाटोमा फर्स्ट टाइम हिँडेको। यस्तो गाडी छ हेर्नु न, कस्तो बाटो अप्ठ्यारो छ नि त। ल त्यही हो गाइस, म चाहिँ अब पुग्न लागेँ। म पुग्ने घर पनि मिल्यो भने देखाउने छु है त। यस्तो हेर्नु न, त्यहाँ मान्छेहरू चाहिँ काम गर्दै हुनुहुन्छ।
हामी चाहिँ पुग्न लाग्यो होला सायद अब उतै मुनिबाट हो धेरै टाढा छैन हाई गरिदेऊ बेबी हाई गरिदेऊ भ्लगमा त्यो बाटो हिँड्यो भाइ यो बाटो गाडी आउँछ भाउजू बस कहाँ जाने बस हो पारी यो अहिले गइरहेको यहीँबाट गयो हो कति हल्लायो भन्नु होला बाटो यस्तो छ नि त त्यही भएर क्या हामी चाहिँ यहाँबाट हिँड्नुपर्छ फाइनली हामी मुनि झर्यौँ फाइनली हामी चाहिँ आइपुग्यौँ है तपाईँलाई दिन्छु है त यहीँबाट होइन भाउजू यहीँबाट ओह्रालो नि यहाँबाट छिर्ने हो त चिप्लो रहेछ ल त गाइस फेरि पछि भेट्नेछौँ बाई